नमस्कार साथीहरू, तपाईँहरू सबैलाई स्वागत छ नेप्से सेयर मार्केटमा। आजको भिडियोमा हामी हेर्नेछौँ नेप्से किन घट्यो, कुन कम्पनीमा सबैभन्दा धेरै कारोबार भयो, आजका टप गेनर्स र टप लुजर्स को हुन्, आरएसआई र म्याकडीले के सङ्केत गरिरहेका छन् र सबैभन्दा महत्त्वपूर्ण कुरा, भोलिको बजार कता जान सक्छ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोस्। यदि तपाईँ सेयर बजारमा लगानी गर्नुहुन्छ वा सिक्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब र फेसबुक पेजलाई फलो गर्न नबिर्सिनुहोस्। हुन्छ, सुरु गरौँ मार्केट ओभरभ्यूबाट। आज नेप्से परिसूचक 21.15 अङ्क अर्थात् 0.78% घटेर 2663.18 बिन्दुमा बन्द भएको छ। कुल कारोबार 4 अर्ब 7 करोड रुपियाँ भएको छ भने 1 करोड 7 लाखभन्दा बढी किता सेयर कारोबार भएको छ। कुल 343 कम्पनीको कारोबार हुँदा 59 कम्पनी बढे, 213 कम्पनी घटे, 5 कम्पनी स्थिर रहे। यसले आज बजारमा विक्रेता पक्षको दबाव बढिरहेको देखाउँछ। आज बजार खुलेदेखि नै खरिदकर्ताले बजारलाई माथि लैजान प्रयास गरे, तर दिन बित्दै जाँदा प्रफिट बुकिङ र सेलिङ प्रेसर बढ्दै गए। फलस्वरूप नेप्से दिनभरि कमजोर रहँदै अन्त्यमा रातो सङ्केतसहित बन्द भयो। यद्यपि कारोबार रकम 4 अर्बभन्दा माथि रहनुले बजारमा लगानीकर्ताको सक्रियता भने अझै कायम रहेको देखाउँछ। आज सबैभन्दा धेरै बढ्ने कम्पनीहरू इसिएल जुन 15% बढेको छ, केकेएचसी 10.7%, जोशी, H8020, सिएचएल। यी कम्पनीहरूमा खरिदकर्ताको आकर्षण राम्रो देखिएको थियो। आज सबैभन्दा धेरै घट्ने कम्पनीहरू एसएपीडीबीएल, केबीएलडी 86, जीडब्ल्युएफडी 83, एसआइपिडी, आरबिबिडी 2088। यी कम्पनीहरूमा बिक्री दबाव उल्लेखनीय रह्यो। हाइएस्ट टर्नओभरमा केकेएचसी करिब 40 करोडभन्दा बढी रुपियाँ कारोबारसहित पहिलो स्थानमा रह्यो। त्यसपछि एसबिएल, एनएचपिसी, सिएफसिएल रिदिरहेका छन्। यसले आज बजारको पैसा मुख्य रूपमा यिनै कम्पनीहरूमा केन्द्रित भएको सङ्केत गर्छ। अब हेरौँ टेक्निकल एनालाइसिस। टेक्निकल एनालाइसिसले के भन्छ त? आज नेप्से 2660 क्षेत्र नजिक बन्द भएको छ। यो क्षेत्र अहिले छोटो अवधिको महत्त्वपूर्ण सपोर्ट जोनको रूपमा देखिएको छ। यदि बजारले यो क्षेत्र जोगाउन सफल भयो भने पूर्ण बाउन्स आउने सम्भावना रहन्छ, तर यो स्तर तल झरेमा थप करेक्सन आउन सक्ने जोखिम पनि छ। आरएसआई एनालाइसिस गर्दा आजको आरएसआई 46.74 मा रहेको छ। यसको अर्थ बजार अहिले न्युट्रल जोनमा छ। न त बजार अत्याधिक खरिद भएको छ न अत्याधिक बिक्री भएको छ। आरएसआई 50 भन्दा माथि गएमा मोमेन्टम सकारात्मक हुन सक्छ, तर 45 भन्दा तल झरेमा सेलिङ प्रेसर बढ्न सक्ने सङ्केत मिल्न सक्छ। म्याकडी एनालाइसिस हेरौँ। म्याकडी लाइन अझै सिग्नल लाइन भन्दा माथि रहेको छ, तर हिस्टोग्राम सानो हुँदै गएको देखिन्छ। यसले बुलिस मोमेन्टम पहिले भन्दा कमजोर बन्दै गएको सङ्केत गर्छ। यदि म्याकडीले सिग्नल लाइनलाई तल काट्यो भने छोटो अवधिमा थप दबाव आउन सक्छ, तर मोमेन्टम फेरि बलियो भयो भने अर्को बुलिस मुभ सुरु हुन पनि सक्छ। भोल्युम एनालाइसिस गर्दा आजको कारोबार रकम 4 अर्बभन्दा बढी माथि रहेको छ। यसले बजारमा लगानीकर्ताको सहभागिता अझै राम्रो रहेको देखाउँछ। यदि आगामी दिनमा बजार बढ्दै जाँदा कारोबार रकम पनि बढ्यो भने त्यो सकारात्मक सङ्केत हुन सक्छ, तर बजार घट्दै कारोबार उल्लेखनीय रूपमा बढेमा बिक्री दबाव अझ बलियो भएको सङ्केत मान्न सकिन्छ। भोलि के हुन्छ त? भोलि बजार कता जान सक्छ? हालको चार्ट हेर्दा आरएसआई न्युट्रल छ। म्याकडी सकारात्मक भए पनि मोमेन्टम कमजोर हुँदै गएको छ। इन्डेक्स सपोर्ट नजिक रहेको छ। यसकारण भोलिको कारोबार निकै महत्त्वपूर्ण हुनेछ। यदि 2660 क्षेत्र जोगियो भने बजारले 2690 देखि 2720 क्षेत्रसम्म बाउन्स गर्ने प्रयास गर्न सक्छ, तर सपोर्ट ब्रेक भएमा 2630 देखि 2600 क्षेत्रसम्म करेक्सन आउने सम्भावना पनि रहन्छ। त्यसैले अहिलेको अवस्थामा रिस्क म्यानेजमेन्ट, उचित पोजिसन साइज र स्टप लसलाई विशेष ध्यान दिनु उपयुक्त हुन्छ।
यो भिडियो केवल शैक्षिक र बजार विश्लेषकका उद्देश्यका लागि तयार गरिएको हो। यहाँ प्रस्तुत विचार कुनै पनि सेयर किन्न वा बेच्न दिइएको प्रत्यक्ष सिफारिस होइन। लगानी गर्नु अघि आफ्नै अनुसन्धान गर्नुहोस् वा आवश्यक परेमा योग्य वित्तीय सल्लाहकारहरूसँग परामर्श लिनुहोस्। आजको बजारबारे तपाईँको विचार के छ? भोलि नेप्से बढ्ला कि अझै करेक्सन आउला? तपाईँको विश्लेषण कमेन्टमा लेख्नुहोस्। तपाईँको विचारले अरू लगानीकर्तालाई पनि फरक दृष्टिकोण दिन सक्छ। यदि भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस् र दैनिक तथ्यमा आधारित नेप्से विश्लेषकका लागि हाम्रो युट्युब च्यानल सब्सक्राइब तथा फेसबुक पेज फलो गर्न नबिर्सिनुहोस्। धन्यवाद। सुरक्षित लगानी गर्नुहोस्। फेरि भेटौँला अर्को नेप्से मार्केट अपडेटमा।